नमस्ते। आज पनि झुसे अनुहार लिएर उठे, काठमाडौँ जानु थियो अनि झोलासोला बोकेर लाग्यौँ हामी गाडी चढ्न। दैनिकी बनाउँदै अगाडि गइरहेका थियौँ गाडी चढ्न। छेउबाट गयो चल्लाको गाडी अनि मेरो प्रवचन पनि। त्यसपछि हामी वर्ष दिन 2 वर्ष गायब भएको मान्छेले पत्तै पाउँदैनन्, बुझ्नुभयो? खै त सामान चाहिँ देखाउनु न, खै तपाईँहरू चाहिएन, सामान छ है हाम्रो। अनि यहाँनिर मैले झोला बोकेको छु। उहाँ चाहिँ हाम्रो भिनाजु गाडी चढाउनलाई हिँड्नु भनेर उठाएको त एकछिनमा जाउँला पो भन्नुभयो। किन एकछिनमा जाउँला भन्नुभएको भनेको त उहाँले त मर्निङ वाक पो सोच्नु भएको रहेछ। केही अघि मात्र के पुगेका थियौँ, बिग्रियो गाडी। गुरुले अर्को गाडी बोलाइदिनु भयो अनि फेरि हामी लाग्यौँ गन्तव्यतर्फ। 1-1.5 घण्टापछि हामी पुग्यौँ जहाँबाट चाहिँ नारायणी त्रिशुली हुँदो रहेछ। गुरुजीले एकछिन गाडी रोक्नु भएको थियो, जहाँबाट चाहिँ काठमाडौँ 105, धादिङ बेसी 58, त्रिशुली 85 र तातोपानी 224 किलोमिटर थियो। त्यतिकैमा हामी पुग्यौँ खाजा खाने ठाउँ। खाजा साजा खाएर हेरेको त गाडी पनि चार्ज भइसकेछ। फेरि निक्ल्यौँ हामी आफ्नो गन्तव्यतर्फ। 2 घण्टाको यात्रापछि हामी पुग्यौँ काठमाडौँ। काठमाडौँ पुगेर हामी गयौँ रुम गएर खाना खाएर म चाहिँ सुतेँ है त। एकछिन सुतेर उठेको मात्र के थिएँ, यसो हेरेको त गाउँमा केटाहरू गएको रहेछन् डे आउट। साथीहरूको भ्लग हेरौँ है त। आजको हाम्रो भ्लग चप्पलको। आज हामी बिहानै उठेर हाम्रो झुसे अनुहार बोकेर आइसकेको छौँ र ऊ पनि आफ्नो झुसे अनुहार बोकेर आइसक्नु भएको छ। हाम्रो आजको नित्य कर्म भनेको प्लान भनेको मासु पोलेर खाने थियो। हामीले खाइसकेको छौँ र हामी आफ्नो साथीलाई धेरै मिस गर्दैछौँ। हाम्रो दिपेश राजगिरी होइन दोस्त? दिपेश बाई, मिस यु। केटाहरूलाई मिस यु टु भन्दै म चाहिँ लागेँ कपिन दाईसँग डुल्न। साथीहरूको भ्लग पार्ट 2 हेर्नको लागि यो भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिनु होला। फाइनली रुम पुग्यो। मेरो दैनिक भिडियो अन्तिमसम्म हेर्नुहुने सम्पूर्णमा धन्यवाद।